ल साथीहरू, हाम्रो गाउँमा नुवाकोट बेलकोटगढी नगरपालिका नलगाउँमा चाहिँ बाँदरको बथानले खेत घेरेको छ र हामी यहाँबाट छेकिरहेका छौँ। अब यो बाँदरलाई कसरी धपाउन सकिन्छ तपाईहरु भन्नु होला। बाँदर भिडियोमा अलि देखिएको छैन, रोसमा लिइरहेको छ। यी बोट हल्लाइरहेको छ, बाँदरले। बाँदर यहाँ ढेडो ठुल्ठुला ढेडो छन्, काले काले बाँदर। यिनीहरू बाँदर चाहिँ गाउँ गाउँमा पसेर यो नलगाउँको डाँडाभरि, बेलकोटको डाँडाभरि, यो देखिएको डाँडाभरि पुरै चारेर 2 दिनमा सबै सखा बनाएर आएको छ। अहिले त लाइट देखाउँदा पनि, बाँदर धपाउने लाइट देखाउँदा पनि अलि भाग्दैन, भाग्न छोड्यो। ल हेर्नु होला, यी रातो रातो खैरो खैरो बाँदर हो। यो हिँडिरहेको बाँदर देखिरहनु भएको छ नि। यसरी बाँदरको आतंक मचेको छ। यी बोट हल्लायो, यता यता आउँदैछ। यता यो एउटा हाँपा बोट छ, त्यही हाँपा बोट लिएर पनि बसिरहेको छ। बाँदर ओ भाँचो एउटा बोट भाँच्यो। पुरै बोटभरि छ, खेतमा उक्लिन भ्याएको छैन, भर्खरै निस्केको। कताबाट निस्किन्छ थाहा हुँदैन यो। अब त्यहीँबाट गायब भएर उता यतापट्टिबाट डाँडोबाट कहिले अब यतापट्टि साइडबाट निस्किरहेको हुन्छ जहिले पनि। तपाईहरुलाई म देखाउँदैछु। बाँदरको हुल देखिएको छैन, रुखा भएर यता एउटा बाटो छ, सडक छ, त्यो सडकमा निस्किएको छैन। अलि टाढाबाट खिचेको कारणले गर्दाखेरि बाँदर देखिएको छैन, बोट हल्लाइरहेको छ। ल हेर्न सक्नुहुन्छ बाँदर। यो बाँदर कसरी धपाउने होला ल भन्नु। यहाँ एक हुल बाँदर बल्ल आइपुग्यो, अर्को हुल उताबाट आउँदैछ। अब त्यो कहिले आउने हो थाहा छैन। अस्ति 2 हुल एकैचोटि एकै दिन एकैपट्टि लागेको थियो। यता देखिएको छैन, यता अहिले हरायो। ल हेर्नुहोस्, ल बोट हल्लाएको एकै ठाउँमा हल्लाइरहेको छ। त्यो अर्कै बाँदर हो फेरि, त्यो त्यही हुलको हो तर अर्कै बाँदर हो। होइन देखाएको उता तरिसक्यो, उता निस्के छैन। अब उताबाट कहिले निस्किने थाहा छैन। ल बाँदरलाई लाइट देखाउँदैछन् तल गएर, सडकबाट लाइट देखाउँदै हो। लाइट देखाउँदा पनि त्यति नभागेको अवस्था छ। कोही 1-2टा यसो भागे जस्तो गर्ने, त्यही बोटैमा चिप्किरहने, बसिरहने। एउटा बोटबाट अर्को बोट तर्ने, अर्को बोटबाट अर्को बोट तर्ने गरिरहेको छ। यो आज 2-4 घण्टा जति यही डाँडा घुमिरहन्छ होला। मान्छे यसरी लाइट देखाउँदैछन्। यहाँ अलि देखिएन। यो मकै घारीमा यो घामले गर्दा अलि देखिएको छैन। यो मकै घारीमा बाँदर पसेर पुरै सखा बनाउँछ। यो उता गहिरोपट्टि छ,
यो पुरै डाँडो मकैबारी हो। यो त यो पुरै डाँडोदेखिबाट घेर्दै 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 यता आउँछ। आज चाहिँ आउन पाएको छैन, बेलैमा देखियो र छरिनु पाएको छैन र बाँदर यता धपाउँदैछन्। अहिले बाँदर अलि नदेखेको अवस्था छ। बाँदर चाहिँ अघिकै रुखमा हल्लाइरहेको छ, अघि बोट हल्लाइरहेको ठाउँमा हेर्न सक्नुहुन्छ। जुम गरेर पनि देखाइदिए, धेरै जुम भयो। हेर्न सक्नुहुन्छ वो बाँदरले बोट हल्लाएको। बोट पुरै हल्लाइरहेको छ। हेर्न सक्नुहुन्छ यता हैला भैला बाँदरको। मान्छेलाई दुःख दिएर तेरीमा सिद्रोनी। यसरी मान्छेलाई दुःख दिनुहुन्छ त ल भन्नु साथी हो। के गर्न खोजेको यो बाँदरले पनि मान्छेलाई यतिसम्म सताएको छ कि कुरै नगरौँ। त्यसै हाम्रो देशको कृषि क्षेत्र बन्द हुँदै गएको होइन, बाँदर पनि एउटा कारण हो। जतासुकै बाँदर, घर घरमा बाँदर छिरेर हाम्रा नेताहरू जस्तै भइसक्यो। नेताहरू देश लुट्छन् भने बाँदरले अब यहाँ लगाएको, किसानले लगाएको बाली नाली लुटेर केही छैन। अहिलेसम्म त खेतमा छिर्न भ्याएको छैन। अस्ति एक दिन भिडियो खिच्न पाइएन, यो पहिलो भिडियो हो। अस्ति भिडियो खिचौँ भन्न ठानेको थिएँ, तर खेतमा अघि देखाएको माथि खेतमा पसेर पुरै भित्र पुरै मकै भाँचेर हैरान थियो। हेर्न सक्नुहुन्छ। हजुरहरूले के कमेन्ट गर्न चाहनुहुन्छ कमेन्ट बक्समा गएर लेखिदिनु होला। हजुरहरूतिर नि बाँदर यतिकै लागेको हुनसक्छ। बाँदर हाम फालिरहेको छ। बाँदर यता आइरहेको छ। अहिले तपाईँहरूलाई म उताबाट देखाउँदैछु। एकछिन यतैबाट पस्नु होला, घाम चर्किरहेको छ। शीतल भएको ठाउँबाट मैले खिचिरहेको छु। क्यामेरा त्यति गतिलो नभएकोले अलि राम्रो खिच्न सकेको छैन। बाँदर पनि अलि टाढै छ।